नमस्कार, स्वागत छ हाम्रो च्यानल तेस्रो आँखामा। आज चाहिँ म फेरि पनि अ कप अफ टी ओशोको बुकबाट अर्को सानो कहानी लिएर आएको छु। ल अब हामी कहानी सुरु गरौँ। एक समयको कुरा हो, एउटा किसान थियो। एकदमै जाडोको समय थियो, हिउँ परिरहेको थियो। त्यो जाडोको समय, हिउँ परिरहेको समयमा उसले एउटा सर्प देख्छ, जुन चाहिँ एकदमै नाजुक हालतमा हुन्छ, जुन चाहिँ मर्न लागिसकेको हुन्छ। मर्न लागिसकेको सर्प एकदमै जमिसकेको हुन्छ। उसले चाहिँ त्यो सर्पलाई देखेर उसमा करुणा जाग्छ, उसलाई माया लाग्छ त्यो सर्पको। त्यसपछाडि उसले त्यस्तो जाडोको समयमा उसको ज्याकेट खोलेर सर्पलाई तताउने काम गर्छ। सर्पलाई तताउँदा एकछिनपछि सर्प तात्छ। जब सर्पले आफ्नो शक्ति पाउँछ, जब उसले आफ्नो शक्ति पाउँछ, तब उसले हेर्छ अनि हेरेपछि देखेपछि उसले फार्मरलाई टोकिदिन्छ। फार्मरलाई टोकिदिएपछि ऊ चिल्लाउन थाल्छ, कराउन थाल्छ। ऊ पल्टिन्छ, त्यही खेतमै पल्टिन्छ। त्यसपछाडि एकछिनपछि उसको परिवारहरू आउँछन्। उसको परिवारहरू आएर अनि त्यसपछाडि उसलाई भन्छन्, सर्पले एकदमै विषालु सर्प हुन्छ। विषालु सर्पले टोकिदिएपछि अब किसानलाई पनि अब मसँग धेरै समय छैन भन्ने थाहा पाउँछ अनि कराउन थाल्छ। ऊ कराइसकेपछि अनि उसको परिवारहरू आउँछन्, उसको इष्टमित्र साथीहरू आउँछन्। अनि त्यसपछाडि उसले सबै कुरा उनीहरूलाई भन्छ। भनेपछि अनि उनीहरूले सोध्छन् कि तँलाई खतरा थाहा हुँदाहुँदै किन सहयोग गरिस् त भनेर सोध्छ। अनि उसले भन्छ कि मलाई थाहा थियो खतरा छ, तर त्यसलाई त्यसरी मैले मर्न दिन पनि सक्ने थिएन नि त भनेर उसलाई भन्छ। उसको करुणा जाग्छ अनि उसले सहयोग गर्छ। कथाले हामीलाई यो सिकाउँछ कि करुणा र दया भनेको मान्छेको नेचर जस्तै हुनुपर्छ। मान्छेले करुणा र दया गर्नुपर्छ भनेर यो सानो कथाले हामीलाई सिकाउँछ। ल यति भन्दै म आज बिदा माग्छु। हामीले यस्तै नै स्टोरीहरू लिएर आउने छौँ। त्यसको लागि हामीसँग कनेक्ट हुन एकदमै सजिलो छ। यतिसम्म हेरिदिनु भयो, धन्यवाद।